हामीले सबैले भन्यौं नेताहरूले विभिन्न ठाउँमा नियुक्ति गर्दा पार्टीभन्दा माथिका अलि गम्भीर मान्छेहरूलाई नियुक्ति गरौँ भनेर भन्यौं। सत्ताको राप र तापमा सत्ताको महत्व आकांक्षामा यिनीहरूले मान्छे नै गरेनन् हैन। नेपालका सबै संस्थाहरू कमजोर भए तसर्थ कसलाई थुर्यो भन्दा पनि अख्तियारले निर्णय गर्यो, कहिले न्यायालयले निर्णय गर्छ। त्यसकारण नेताहरूले के बुझ्नु पर्यो भने सत्ताको राप र तापमा मुलुकलाई र जनतालाई घाटा हुने काम कसैले पनि गर्नुहुन्न भन्ने नेतृत्वले बुझ्नु पर्यो। अब त माधव नेपालजी भन्नुभयो, अब यो तरिकाले त धेरै मानिसले गल्ती गरेका छन्, त नीतिगत रूपमा होस् वा नीतिगत रूपमा बाहिर भएर मन्त्री परिषदको निर्णयमाथि नै अख्तियार पुग्ने भनेपछि त्यो त अब कोही पनि बाँकी नरहने। अनि मन्त्री परिषदको निर्णयमा जे पनि गर्न पाइन्छ, मुलुकलाई र जनतालाई घाटा लाग्ने काम गर्न पाइन्छ। यो त मुलुक हो नि, व्यक्ति त आउने जाने गर्छ नि, मुलुक त रहन्छ नि। मुलुकलाई घाटा हुने काम गर्न पाइन्छ? कारबाही सबैलाई हुनुपर्छ, एउटालाई मात्र होइन। र मुलुकलाई बिगार्नेलाई सबैलाई कारबाही हुनुपर्छ र जेल पनि अलि ठुलो गराउनुपर्छ। कांग्रेसले चुपचाप हेर्ने भन्दा नेपालका कुनै पनि नेताहरूले संवैधानिक निकायदेखि शिक्षा क्षेत्रदेखि आफ्ना व्यक्ति खोजे, मुलुकका व्यक्ति खोजेनन्। त्यसकारणले यो हुन्छ भनेर हामीले पहिले नै भनिसकेका छौँ। त्यसकारण सही मान्छे सही ठाउँमा सही समयमा राख्न पर्यो। मैले हिजो पनि तपाईहरुसित भनेको छु, यो तरिकाले हाम्रा आदरणीय नेताहरूले प्रजातन्त्र आन्दोलनमा लड्नुभयो, उहाँहरूको ठुलो योगदान छ। जेल पर्नुभयो, न उहाँहरूले व्यक्ति चिन्न सक्नुभयो, न समयको उपयोग गर्न सक्नुभयो, न सत्ता सञ्चालन गर्न सक्नुभयो। त्यसको दुर्भाग्य आज नेपाली युवा विहीन हुँदैछ। यो कुरा हामीले बुझ्नुपर्छ। प्रवृत्ति राजतन्त्र होस् वा प्रजातन्त्र होस्, प्रवृत्ति एउटै भयो। सत्तामा जाने, महँगा गाडी किन्ने, महँगो घर बनाउने, महँगा सोफा किन्ने, मोज बस्ती गर्ने। कसैको पनि जनता धनी होस्, मुलुक बनोस् र म बन्छु भन्ने कुरा भएन। त्यसकारण प्रवृत्ति एउटै भयो, व्यक्तिका कुरा नगरौँ। व्यक्ति परिवर्तन भयो तर प्रवृत्ति र सोचाइमा कुनै परिवर्तन भएन।